पहिलो हाँसो पहिलो बोलाइ सबै याद छ यस्तो के सर अब एआईले प्रम्प्ट च्याट जीपीटीलाई प्रम्प्ट दिएर यो गीतलाई सेम टु सेम कन्भर्ट गरिदियो भनेपछि त्यो च्याट जीपीटीले त्यो सेम टु सेम कन्भर्ट गरिदिन्छ त्यसलाई एकचोटि मरौँ जस्तो पनि लाग्ने कस्तो कस्तो फिल हुँदो रहेछ आफ्नो आवाज बाहिर त्यस्तो अडियो अरूले त्यस्तो रिलिज गरिदिँदा एआईले प्रम्प्ट दिएर त्यो भोइस पनि अर्कै बनाइदिएको छ तर यो गीत चाहिँ टिकटकमा चलेको यो भोइस चाहिँ अब एआईले नै गरेको होला हैन तर यो चाहिँ ओरिजिनल चाहिँ मेरो हो मैले नै गाएको हो तपाईहरुले त्यस्तो अन्यथा नसोच्दिनु होला उहाँ आज भर्खरै सिन्धुपाल्चोकदेखि यहाँ काठमाडौँ कुदेर आउनु भएर मलाई रिक्वेस्ट गरिराख्नु भएको थियो अनि त्यही भएर मैले उहाँलाई यो कुनै कन्ट्रोभर्सी केही पनि होइन बस उहाँले आफ्नो अधिकार खोज्नलाई आउनु भएको छ काठमाडौँ यति कुरा पनि बुझिदिनु होला मेरो बुवाले खाली रक्सी मात्रै खाएर हिँड्नुहुन्छ मेरो मम्मी चाहिँ राम्रोसँग बोल्नुहुन्न के त्यो त्यस्तै हुनुहुन्छ मेरो मम्मी चाहिँ अनि बुवा चाहिँ अब जहिले पनि रक्सी खानी अब मेरो बुवा भनौँ न अब घाँस दाउरा बेचेर आफू मात्रै बजारबाट टन्न अगाएर आउने अनि हाम्रो 4 भाइ सबै भन्नाले डेको चाहिँ कति कमाउनुहुन्छ डेको त्यही लेबरलाई त त्यही 800 रुपैयाँ दिन्छ 800 भनेपछि जस दुःख सङ्घर्ष मेहनत नै गरिराख्नु भएको छ पसिना बगाइराख्नु भएको छ ल हेलो वेलकम आदित्य श्रेष्ठ हजुर सन्चै हुनुहुन्छ सन्चै छु सर मैले त तपाईलाई जस पहिलोचोटि देखेको सुनेको पनि हैन हजुर तपाईलाई चाहिँ मैले जस्तै कि एआई होइन भनेर चिने सर यो ओरिजिनल नै हो अब यो गीतलाई चाहिँ अब मेरो ओरिजिनल गीतलाई चाहिँ अब एआईले प्रम्प्ट दिएर सेम टु सेम चाहिँ बनाइदिएछ सर अनि कतिपयले त्यो सङलाई नै एआई हो भनेर अब मेरो युट्युबमा त अर्कै अब मेरै भोइस छ नि त सर अनि टिकटकमा चाहिँ अर्को भोइस छ एआई को भोइस छ त्यही भएर नि कति दर्शकहरूले चाहिँ यो एआई को भोइस हो यो भोइस हैन यो मान्छे फेक हो यो सिंगर हैन यताउति भन्नुभएको छ के सर ठीक छ यसको कुरा गरौँ पहिला तपाईको परिचयबाट जाऊँ न मेरो नाम आदित्य श्रेष्ठ हो मेरो घर सिन्धुपाल्चोक मेरो चाहिँ सानैदेखि यो गीत गाउने एकदमै ठुलो झोक थियो अनि मैले पहिलो गीत चाहिँ भारोमाझे अरूको घरमा भारोमाझे हैन अरूको पसलमा अब मेरो बाबा मम्मी नै अलिकति उसै हुनुहुन्छ नि बाबा अब जहिले पनि रक्सी खाएर हिँड्नुहुन्थ्यो हैन अनि अहिले पनि खानुहुन्छ पहिला खानुहुन्थ्यो अहिले हामीले चाहिँ धेरै सम्झाए अनि अहिले चाहिँ छोड्नु भएको छ बुवाले हैन अनि मम्मी चाहिँ खासै उस गर्नुहुन्न के अनि बाबाले चाहिँ सधैँ रक्सी खाएर आउने अनि आफू मात्रै खाएर आउने अब घरमा अब चामल केही नल्याउने अनि खानलाई एकदमै धाउ थियो के सर अनि बेलुका खाए बिहान के खाऊँ बिहान खाए बेलुका के खाऊँ कहिले त 2-3 दिनै भोकै बस्नु पर्थ्यो अनि मेरो भाइ 3टा हो मसँग 4 जना दिदी एउटा यसरी नै मेरो जिन्दगीहरु चलिरहेको थिए तर सानैदेखि मेरो गीत गाउने एकदमै धोको भएको कारणले चाहिँ मैले स्कुल प्रोग्रामहरुमा अब साथीभाइसँग हिँड्ने बेलामा नि मैले गीतहरु गुनगुनाइरहन्थे के अनि मैले अब एक दिन त यस्तो सुनेको थिए मैले अब आकाशको तारा खसेको देखे भने त्यो तारा खसेको बेलामा जे मागे त्यही पुग्छ भन्नुभएको थियो सुनेको मैले तारा मतलब त्यो उल्का आकाशबाट त्यो केही झर्छ नि त बेला बेलामा हैन सर अनि त्यो झरे बेलामा आकाशबाट तारा झरेको बेलामा चाहिँ मेरो गायक बन्ने सपना चाहिँ पूरा होस् म जसरी पनि त्यो ठाउँसम्म पुगोस् भन्दाखेरि चाहिँ यो त पागल भए यो त बौला यो तेरो यो तैले गीत गाउन सक्दैन तेरो सपना पूरा हुँदैन भनेर मलाई थोकेको पनि छ के सर तर हैन मैले पहिला विनोद सुन्दास सरसँग नि मैले काम गरे उहाँसँग यो लगभग 4 वर्ष भए उहाँसँग मैले पहिलो गीत कस्तो माया गरे मैले घातै घात पाए आज तिम्रो माया सस्तो रहेछ सबैतिर साथै माझ यो गीत पनि मैले पहिले सुरु यो अघि मैले भने नि त सरले अर्काको होटलमा भारो माझेर हैन त्यो अर्को कुटी खाएर अलिकति भाँडामा अलिकति जुठो मात्रै एउटा कचौरामा जुठो भए पनि त्यो कचौराले हानेर मलाई पिट्थ्यो के सर हैन
मैले यति त्यसरीसम्म जिन्दगी उस गरेर मैले त्यहाँबाट पैसा अलिअलि कलेक्सन गरेर त्यहाँबाट अलि ठुलो पनि भयो नि त मेरो त सानैदेखि गीत गाउने सोख अनि अलि ठुलो भएपछि त्यो पैसा अलिअलि जति मैले त्यहाँ काम गरेँ त्यो पैसा आफू खाइ नखाइ भइकन नि त्यो पैसा मैले कलेक्सन गरेर चाहिँ कस्तो माया गरेँ मैले घातै पाएँ भने यो गीत मैले विनोद सुन्दास सरसँग मैले कन्ट्याक्ट गरेर उहाँसँग गाएँ उहाँले नि मलाई धेरै सपोर्ट गर्नुभएको थियो आफ्नै भाइ जस्तो गरेर राख्नुभयो होइन त्यसमा नि म धेरै खुसी छु अनि यो के अरे पक्नु हजुर अहिलेको गीत को बोल के अरे पहिलो माया पहिलो हाँसो पहिलो बोलाइ हो सर यो कति अब सबै मान्छेहरूले चाहिँ एआईले नै गाएको भनेर भनिरहेछ होइन हजुर कि तपाईँले कन्ट्रोभर्सीलाई खोज्नुभएको एआईको गीतलाई त्यस्तो होइन सर नभए एआईलाई नि अब कतिपय दर्शकहरूलाई म भन्न चाहन्छु होइन यो गीत चाहिँ मेरो नै हो के अरे एआईले गरेको होइन अब कतिपयले मेरो युट्युब च्यानलमा पनि यो एआईले गाएको हो यो फेक हो यो गायक पनि फेक हो यताउति भन्नुभएको छ तर त्यस्तो होइन म आफैले नै शब्द लेखेको हो यो मेरो अवस्था एकदमै नाजुक भएको कारणले चाहिँ यो गीतलाई चाहिँ मैले बजारमा ल्याउन नसकेको कारणले चाहिँ यो अडियो त्यतिकै रहिरहेको थियो यो गीत चाहिँ पहिल्यै रेकर्ड भएको पहिला नै रेकर्ड भएको हो अनि कसरी दुरुस्तै आयो त एआईमा चाहिँ त्यो कसरी दुरुस्तै आयो भने चाहिँ अब के अरे एआईलाई सेम जस्तो प्रम्प्ट लेखेर दियो एआईले त्यस्तै जेनेरेट गरिदिन्छ के सर होइन अब अघि पनि भने नि त मैले मोबाइलबाट सर्च गर्दै एआईले च्याट जीपीटीलाई सोध्नु पहिलो हाँसो पहिलो बोलाइ यो गीत कसले गाएको भन्दाखेरि आदित्य श्रेष्ठले गाउनु भएको त्यही त होइन मैले अब तपाईँलाई सोद्धाखेरि चाहिँ अब सेम मेलोडी पनि मिलेको छ होइन लिरिक्सहरू पनि मिलेको छ अनि चाहिँ नि यो ओरिजिनल मेरो गीत हो भनेर भन्नुभयो अनि त्यो पनि 3-4 वर्ष अगाडि रेकर्ड भएको अब फेरि गीत पुरै टिकटक फेसबुक रिल्सहरू सबै मस्त भ्याइरहेको छ तर ओरिजिनल सिङ्गर थाहा छैन भिडियोहरू पनि बनिसक्यो अब मैले आफै पनि सर्च गर्दाखेरि चाहिँ तपाईलाई पहिला अब 6-7 दिन भइसक्यो कि हप्ता दिन बढी भइसक्यो यो गीत हालेको तर ओरिजिनल सिङ्गर खोज्दाखेरि कता सुनेर चाहिँ अब के हो भनेर अलिकति प्रष्टसँगले बुझ्छु भनेर हो कि अब तपाईले यो गीत लिकै गरेको हुनुपर्छ होइन भने त्यतिकै त दुरुस्तै त आउँदैन थियो होला अब मेरो के यसमा के भयो भन्दाखेरि अब मैले यो अडियो मसँग थिएँ नि त सर होइन यो अडियो मैले अब यो गीत मेरो रेकर्ड भइसक्यो भनेर कतिपयहरूलाई मैले फेसबुक यता मार्फत यताउतिको साथीहरूलाई मैले यो अडियो धेरै त होइन त्यो कतिपय मान्छेहरूलाई मैले सेयर गरेको थिएँ अब त्यही अनुसार नै अब यो एआईबाट जेनेरेट गरेर अब त्यही भोइस अर्कै बनाइदियो तर टिकटकमा भोइस अर्कै भएको कारणले चाहिँ दर्शकबिनहरूले अझै पनि मलाई एआई हो त्यो फेक होइन एआईले गाएको हो भनेर कतिपयहरू दर्शकहरूले चाहिँ मलाई कमेन्ट गर्नुभएको छ तर यो एआई होइन सर मेरो आफ्नै आवाज हो मेरो आफ्नै लिरिक्स हो यसमा कम्पोज विश्वास नेपाल सरले गर्नुभएको छ नपत्याए भए उहाँलाई नि यो कुरा सोध्नु सक्नुहुन्छ अब यो गीत तपाईँकै नै हो भने एकचोटि सर चाहिँ नि मैले पनि सुन्न त सुनेको छु अब लिरिक्स सुनेको छु त्यसको चाहिँ नि मतलब अब कस्तो तरिकाले बनाएको छ होइन कम्पोजिसन सुनेको छु तपाईँले मतलब तपाईँकै हो भने एकचोटि तपाईँको मुखबाट नि सुनाउ न त ए हुन्छ सर साँझ पखको उज्यालोमा तिम्रो झल्को आयो मनभित्र हजारौं कुराहरू जाग्यो भुल्ने प्रयास गर्दा पनि भुलिन्न तिमी यो माया कति गहिरो रहेछ बुझ्नै सकिन पहिलो हाँसो पहिलो बोलाइ सबै याद छ हिजोका बाचा जका शून्यता साथ छ जीवनको रङ्ग नै हरायो अचानक कहाँ तिमी बिना बाँच्नु पर्यो कति कठिन हावाको लहरमा सुन्छु तिम्रो आवाज शून्य कोठामा प्रकृत ध्वनि जस्तो गाजल सम्झनाको बादल मनमा छोप्छु रातको निन्द्रा फेरि कहाँ बस्छ
तिम्रो आँखा सम्झदा हृदय पोल्छ संसार उज्यालो भए पनि मन धाक्छ यो शून्यताले के कथा सुनाओस् तिमी बिनाको जिन्दगी कसरी चलाओस् पहिलो हाँसो पहिलो बोली सबै याद छ हिजोका बाचा जका शून्यता साथ छ जीवनको रंग नै हरायो अचानक कहाँ तिमी बिना बाँच्नु पर्यो कति कठिन। दामी रहेछ तपाईँको भोइस पनि दामी। सङ्गीत सिक्नु भएको थियो? हजुर पहिला मैले काठमाडौँ बस्ने बेलामा समथिङ 2 वर्ष जति म्युजिक सिकेको थिएँ सर। होइन यो सुन्दा चाहिँ मलाई पनि अलिअलि अब जस तपाईँकै क्रिएसन जस्तो पनि लाग्यो क्या। किन भन्दाखेरि प्रत्येक लिरिक्सहरू याद छ होइन, मेलोडी याद छ, सबै कुरा अझ हेर्दाखेरि चाहिँ जस तपाईँले बनाउनु भएकै हो कि जस्तो पनि लाग्छ। फेरि अब अहिले हेर्दा मैले टिकटक हेर्दाखेरि बिहानदेखि बेलुकासम्म हेऱ्यो भने पनि त्यही गीत मात्रै आउँछ क्या। अनि अब हिजो अस्ति यस्तो के सर अब एआईले प्रम्प्ट च्याट जीपीटीलाई प्रम्प्ट दिएर यो गीतलाई सेम टु सेम कन्भर्ट गरिदियो भनेपछि त्यो च्याट जीपीटीले त्यो सेम टु सेम कन्भर्ट गरिदिन्छ त्यसलाई। अहिलेको जमाना भनेको एआईको जमाना छ होइन सर। अब त्यो च्याट जीपीटीलाई यो सेम टु सेम एउटा प्रम्प्ट लेखिदियो यो गीतको भन्नु साथै त्यो सरले एउटा प्रम्प्ट लेख्नु साथै त्यो गीत केबाट बनाएको त्यसलाई प्रम्प्ट दिनु साथै त्यसले सेम टु सेम म्युजिक अडियो सबै भोकल एउटै उसमा गरिदिन्छ होइन सर। तर त्यस्तो होइन, मेरो आफ्नै नै हो सर। तर कतिपय दर्शकहरू भ्रममा पर्नु भएको छ, यो गीत मेरै हो, भ्रममा नपर्दिनु होला। मैले यो गीत आफूले खाइ नखाइ भए पनि खाएर भए पनि यो गीतलाई मैले रेकर्ड गरेको छु। म त्यस्तो अन्यथा नसोधिनु होला। म एउटा सानो परिवारको मान्छे हो, एकदम गरिब परिवार मान्छे हो। अहिले पनि मसँग काठमाडौँ आउनलाई भाडा थिएन, मैले पनि यताउति खोजेर आएको हो सर होइन। अब यो 81 अडियो लिक भएपछि यो कसले गर्यो, के गर्यो, कसरी गर्यो यस्तो मलाई थाहा भएपछि म रातभरि सुत्न सकेन सर होइन। कस्तो मनै कस्तो मरुङ एकचोटि मरुङ जस्तो पनि लाग्ने कस्तो फिल हुँदो रहेछ। आफ्नो आवाज बाहिर त्यस्तो अडियो अरूले त्यस्तो रिलिज गरिदिँदा एआईले प्रम्प्ट दिएर त्यो भोइस पनि अर्कै बनाइदिएको छ। तर मेरो युट्युबमा हेर्नु सक्नुहुन्छ तपाईँहरूले। आइन श्रेष्ठ युट्युब च्यानलबाट यो भिडियो अपलोड गरेको छु। भिडियो त होइन, अब म आर्थिक अवस्थाको कारणले यो गीतलाई चाहिँ मैले भिडियो बनाउन सकेन, त्यही भएर चाहिँ अहिले अडियो मात्रै छ। आइन श्रेष्ठ युट्युब च्यानलमा हेर्नु सक्नुहुन्छ। मेरो आइन श्रेष्ठ युट्युब च्यानलमा अहिले लगभग यो गीतले 10.1 मिलियन चाहिँ क्रस गरिसकेको छ यो भिडियोले। योभन्दा अझै पनि धेरै माया गरिदिनुहुन्छ हजुरहरूले भन्ने आश राखेको छु। त्यही हो। तर यो तपाईँको भन्दा पनि अरूतिर धेरै चलेको छ यो भिडियो। पक्कै मैले युट्युबमा सर्च गरेर हेरेको थिएँ क्या। तर जसले जति हाल्नु भएको छ यसको एउटा क्रिएसन ट्याग चाहिँ जस उहाँ हाम्रो आदित्य श्रेष्ठ ब्रदरलाई दिनु होला। किन भन्दाखेरि उहाँको क्रिएसन हो होइन, जस तपाईँले पाउनुपर्छ कि होइन भने ओरिजिनालिटी यतातिर अनि मतलब आफू के अरे फल खाने चाहिँ अरूतिर भइदियो भने पक्कै पनि राम्रो हुँदैन नै होला होइन। यदि त्यो ठाउँमा तपाईँ पनि भइदिनु भयो भने पक्कै पनि मन जल्छ नै होला क्या, मन पोल्छ होला भनौँ न होइन। अनि तपाईँले पनि भन्नुभयो त्यो ठाउँमा भइदिएको मलाई पनि त्यही नै हुन्थ्यो होला। किन भन्दाखेरि आफ्नो क्रिएसन अरूले लिएर चाहिँ अरूले फल खान पाउँदाखेरि चाहिँ त्यो मलाई पनि राम्रो चाहिँ पक्कै पनि लाग्थेन नै होला। त्यही भएर बुझिदिनु होला। जे जस्तो त्यो चाहे एआईबाटै बनाए पनि जेसुकै गरे पनि सबै क्रिएसन चाहिँ हाम्रो उहाँ ब्रदरलाई नै जान्छ। अनि अर्को कुरा चाहिँ हाम्रो रुटिङ अफ नेपाल बन्दले पनि यसको पोस्ट चाहिँ हाल्नु भएको थियो अरे, तर डिलिट भयो भन्ने कुराहरू पनि सुनियो। त्यो कस्तो के लेखेर हाल्नु भएको थियो उहाँहरूले चाहिँ, किन डिलिट भयो र? त्यो रुटिङ नेपालले चाहिँ के हाल्नु भएको थियो भने अब त्यो
उहाँले यो न्युज हाल्नु साथै अब कतिपय दर्शकहरूले यो गीत फेक हो, यो एआईबाट जेनेरेट गरेको हो, यो भ्रममा नपर्दिनु होला यताउति भनेर त्यो पोस्ट हुनु साथै एकैछिनमा त्यस्तो कमेन्ट गरिदिनु भयो क्या। अनि त्यस्तो कमेन्ट गर्नु भएपछि उहाँले एक्कासी त्यो पोस्ट नै मतलब उहाँको ओरिजिनल पोस्टमा चाहिँ के लेखेर हाल्नु भएको थियो र? उहाँले ओरिजिनल पोस्टमा चाहिँ अब के मेरै बारेमा लेखेर हाल्नु भएको थियो, यस्तो ठाउँको मान्छे यसरी यो ठाउँसम्म आएको, यसरी यो सानैदेखि यसो दुःख गरेर यो म्युजिक क्षेत्रसम्म चाहिँ उहाँ आउनु भएको भनेर चाहिँ उहाँले प्रस्तुत गर्नुभएको थियो। त्यसो भनेपछि एआईबाट भन्दा पनि त्यहाँनिर केही कथम अलिअलि चाहिँ होला, कसैले यो पोस्ट डिलिट गरिदिनु, यस्तो यस्तो क्रिएटर भए पनि हामीले हालिरहेको छौँ भनेर कसैले डिलिट गर्न लाउनु भयो या किन गर्नुभयो त्यो चाहिँ थाहा भएन होइन। तर पनि जस कसैलाई मार्कामा चाहिँ नपरोस्, मतलब कसैलाई भन्दा पनि यदि तपाईँलाई चाहिँ मार्कामा नपरोस्, अरूले सहजै तरिकाले लिनुभन्दा क्रिएसन दियोस् अथवा चाहिँ नि यदि तपाईँसँग चाहिँ जो सल्लाह लियोस्, म चाहिँ लिनु होला, उहाँसँग सल्लाह लिनु होला, म पनि त्यही भन्छु। भनेपछि तपाईँको आफ्नो क्रिएसनलाई चाहिँ आफ्नो प्रुफ दिन सक्नुहुन्छ, जस्तै कि कम्पोजर अनि त्यसपछि रेकर्डिङ स्टुडियोहरू सबै तपाईँले खुलेर भन्नु सक्नुहुन्छ नि त होइन, केही प्रुफहरू दिन सक्नुहुन्छ यो चाहिँ मेरो आफ्नै क्रिएसन हो भनेर। हजुर। अनि त्यति भएपछि त भइहाल्यो नि होइन, आफ्नो राइट्स खोज्ने त हो। हजुर। अनि कसैको लुटेर खाएको छैन, तपाईँले त अरूको चाहिँ नि घरमा भाँडा माझेर यसरी अरूको पिटाइ गाली खाएर बनाएको गीत हो भनेर भनिराख्नु भएकै छ होइन। त्यति मेहनत दुःख गरेर सङ्घर्ष गरेर बनाएको, आफूले नखाएर साँचेर बनाएको कुरा हो नि त, आफ्नो अधिकार त पाइयो नि होइन। जस्तै म पनि तपाईँकै ठाउँमा, म पनि गरिबै हो, म धनी मान्छे होइन होइन। अब मैले आफ्नो त्यसरी पसिना बगाएर गरेको कुरा त मलाई पनि माया लाग्छ नि। हजुर। तपाईँलाई पनि लाग्नु स्वाभाविक हो कि। हजुर। आफ्नो अधिकार खोज्न पाइयो। हजुर। तर यो गीत चाहिँ टिकटकमा चलेको यो भोइस चाहिँ अब एआईले नै गरेको होला होइन, तर यो चाहिँ ओरिजिनल चाहिँ मेरो हो, मैले नै गाएको हो। तपाईँहरूले त्यस्तो अन्यथा नसोचिदिनु होला। ओरिजिनल मेरो आइन श्रेष्ठ युट्युब च्यानलमा हेर्नु सक्नुहुन्छ, त्यहाँ नै छ। मलाई चाहिँ चाहियो भन्नु खोज्नु हो होइन। यदि जसले युट्युबमा हाल्नु भएको छ एकचोटि उहाँलाई पनि सम्पर्क गर्नु होला कृपया, किन भन्दाखेरि त्यो क्रिएसन उहाँलाई दिनु होला, म चाहिँ त्यही भन्छु। किन भन्दाखेरि उहाँले यति दुःख मेहनत गर्नुभएको छ, यहाँ आएर उहाँ आज भर्खरै सिन्धुपाल्चोकदेखि यहाँ काठमाडौँ कुदेर आउनु भएर मलाई रिक्वेस्ट गरिराख्नु भएको थियो। अनि त्यही भएर मैले उहाँलाई यो कुनै कन्ट्रोभर्सी केही पनि होइन, बस उहाँले आफ्नो अधिकार खोज्नलाई आउनु भएको छ काठमाडौँ, यति कुरा पनि बुझिदिनु होला। अनि यो गीत चाहिँ अब सिमरन परियार बहिनीले पनि गाउनु भएको छ र बादल थापाले नि यसमा गाउनु भएको छ क्या। अब यो गीत अब कसले गाएको, यो गीतको शब्द कसको हो भनेर उहाँहरूले पनि एकचोटि बुझ्नु पर्ने हो। तर उहाँहरूले त लाखौँ करोडौँ जनताले चिन्नुहुन्छ, तर हामी सानो जिरो लेभलबाट आउने मान्छेलाई पनि एउटा प्राथमिकता दिनु पर्यो नि त सर होइन। तर त्यो कसैले पनि मलाई यो गरेन क्या। अब यस्तो भाइरल भइरहेछ टिकटकमा, यस्तो तहल्का मचाइरहेको छ, तर मिडियाहरूले त्यति मलाई सम्पर्क गर्न खोजेन क्या सर होइन। यो उसको ओरिजिनल गायकको के कसरी आयो यो ठाउँसम्म होइन, अनि त्यो कसले यो गर्यो, त्यो कसैले पनि चासो गरेन क्या सर। यो कुरा चाहिँ उहाँहरूले अब एउटा आर्टिस्ट भएको हिसाबले चाहिँ मैले पनि हाम्रो बादल थापा सरहरूलाई त नजिकबाटै चिन्छु होइन। उहाँ पनि एकदमै खतरै लाग्छ क्या मलाई। उहाँले पनि हाल्नु भएको रहेछ, मैले अघि पनि हेरेँ सर्च गरेर, तर उहाँकोमा अलिक लिरिक्स अलिक फरक छ कि क्या जस्तो लाग्यो। फरक छ, मेलोडी त मिल्छ नि त, कम्पोजिसन मिल्छ, तर उहाँको डिस्क्रिप्सनमा हेर्दाखेरि अर्कै थियो सायद। अब खोइ अब के तरिकाले राख्नुभयो त्यो मलाई पनि थाहा भएन। अब तर उहाँले के अरे लिरिक्स नै अर्को तरिकाले गाउनु भएको छ नि त। अब मेलोडी चाहिँ मिल्यो, मेलोडी नि मिलेको छैन सर, मिलेको छैन। अब उहाँले लिरिक्स कसरी गाउनु भएको छ भने बादल सरले होइन, जीवनको रङ्ग नै
हरायो आकाशमा कहाँ भन्नुभएको छ नि त, तर त्यो होइन नि त। ओरिजिनल लिरिक्स त मसँग छ सर होइन, अझै पनि मोबाइलमा देखाइदियो भने म सक्छु। जीवनको रङ्ग अचानक हरायो कहाँ भनेर मेरो छ नि त होइन, तर उहाँले चाहिँ जीवनको रङ्ग आकाशमा हरायो भनेर गाउनु भएको छ यो गीत। मैले पनि सुने उहाँको गीत। त्यही अब उहाँले पनि गाउनुभयो, तर मलाई कसैले पनि चासो नगरेको देख्दा चाहिँ एकदमै यो मन रोइरहेको होइन, दुःखी हुनु पर्दैन, किन भन्दाखेरि आफ्नो अधिकार पाइन्छ। यो कुरालाई छोडिदिउँ, ठिकै छ, जे भए पनि उहाँको अधिकार उहाँलाई दिनु होला। म पनि त्यति नै रिक्वेस्ट गर्छु, बरु तपाईँको लागि हातै जोडौँला सबैसँग होइन। अनि कस्तो तपाईँको फ्यामिली पारिवारिक कुराहरूलाई केही भनिदिन मिल्छ? मेरो फ्यामिलीको बारेमा त अघि नै मैले सरलाई भने बाल्यकालदेखि नै अब सानैदेखि नै हामीले दुःख पाएको हो क्या सर। मैले अघि नै भने नि त, मेरो बुवाले खालि रक्सी मात्रै खाएर हिँड्नुहुन्छ। मेरो मम्मी चाहिँ राम्रोसँग बोल्नुहुन्न क्या, त्यो त्यस्तै हुनुहुन्छ मेरो मम्मी चाहिँ। अनि बुवा चाहिँ अब जहिले पनि रक्सी खाने। अब मेरो बुवा भनौँ न अब घाँस दाउरा बेचेर आफू मात्रै बजारबाट टन्न अगाएर आउने। अनि हाम्रो 4 भाइ सबै भोकै। अब कति दिन त भोकै पनि सुत्नु पर्थ्यो। अझै पनि त्यो दिनहरू सम्झँदा आँखाबाट आँसु आउँछ क्या सर मेरो। ठिक छ, जे भए पनि बुवा भनेको बुवा नै हो, तर पनि अब बुवाले आफ्नो छोराछोरी आफ्नो परिवारलाई गर्नुपर्ने कर्तव्य जिम्मेवारी अलिकति कमै गर्नुभयो होला, केही छैन। तर पनि बुवालाई नराम्रो किन भन्ने जन्म दिनुभयो, त्यो ठुलो कुरा हो। बुवाले नहेर्नु भनेको त्यो केही फरक परेन भनौँ न। अहिले त सक्ने बन्नुभयो नि त, त्यो भयो नि होइन। अनि त्यसपछि बिहे गरिसक्नु भएको? मैले चाहिँ अहिले बिहे गरिसकेँ। एउटा छोरो छ सर। छोरो कति वर्ष? 5 वर्ष पुग्नु लाग्यो सर। कति सालमा बिहे गर्नु हो? त्यस्तै समथिङ 73 सालतिर अगाडि। ए भनेपछि बुढै हो है तपाईँ? बुढै हो भनौँ, 5 वर्षको छोरै छ भने होला, बुढो नै होला। कहाँ त्यतैबाट बिहे गर्नुभयो कि टाढैबाट? नजिकै हो हाम्रो घर आसपास। ससुराली जाने त्यही 10-15 मिनट लाग्छ। के ससुराली भन्नु, पल्लो घर गएको भनेर? पल्लो घर भन्दा पनि भयो होइन सर। म नि गएको थिएँ सिन्धुपाल्चोक 12 विषय भन्नु होइन? हजुर 12 विषय। तर त्यो ठाउँ एकदम राम्रो चाहिँ लागेको, तर माथिबाट पहिरो खस्छ कि भन्ने टाइपको ठाउँ रहेछ कि त्यो। एकदम धेरै झरीहरू पर्यो भने एकदमै डेन्जर के सर। त्यहाँ लगभग 1-1.5 महिना पानी लगातार पर्यो भने चाहिँ पहिरो खस्छ कि जस्तो लाग्ने कि। नन स्टप पानी पऱ्यो भने त काठमाडौँ सहर त डुब्छ भने त्यो त पहाड एउटा होइन। अब पहिरो धेरै क्षति भएको ठाउँ एरिया। अब जुरे पहिरो पनि त्यस्तरी जान्छ भनेर कसले सोचेको थिएन सर। अब त्यस्तो सोचेकै थिएन। त्यो 81 त्यसरी पहिरो गइदिएर खोला लगभग 1 महिना जति थुन्यो होला सर त्यो होइन। अनि त्यो खोला थुनिसकेपछि सबैको जग्गाहरू हुन्, त्यसले पानी जमेपछि त्यो पानी भित्रभित्र छिर्यो नि त। अनि पानी भित्रभित्र छिरेपछि हाम्रो कति 6.5-7 रोपनी जग्गा थियो। अनि त्यो काराकुरुक नै तान्दियो क्या सर। अहिले त्यो पुरै पाहाड भइरहेको छ। अनि अहिले हाम्रो घर छेउमा चाहिँ अलिकति जग्गा छ, त्यति हो सर। त्यही कमाएर आएर खाइरहेको छु अहिले। अनि तपाईँ अघि मैले के अरे बिचमा चाहिँ वैदेशिक यात्रा पनि गरेको भन्नुभएको थियो? बिचमा वैदेशिक यात्रा पनि गरेँ मैले, तर दुबईमा मैले गएर त्यस्तो के काम गर्नु? प्लम्बरको काम गरेको थिएँ। उहाँ फरमेन पनि एकदमै राम्रो हुनुहुन्थ्यो, उहाँ पाकिस्तानी होइन। एकदमै साथ सपोर्ट गर्नुहुन्थ्यो उहाँले। अब यस्तो काम सिकेर हुँदैन, कति परेको छ भनेर उहाँले सोध्नु भएको थियो मलाई। मैले 11सम्म पढेको छु फरमेन भनेर सोधेँ। अब विदेशमा त अब फरमेन भनिन्छ नि त ठेकदारलाई होइन। फरमेन यतिसम्म पढेको छु भनेर मैले भने। अनि यतिसम्म पढेको छ, यस्तो लेबर काम गरेर हुन्छ, बरु म सर्भेयर काम सिकाउँछु, सिक राम्रोसँग भन्नुभयो उहाँले होइन। अनि कति दिन त मैले सर्भेयरको काम पनि गरेको सर होइन। सर्भेयरको काम गर्दाखेरि अब
कति अब नेपाली नै हो होइन, खुट्टा तान्न त आइहाल्छ नि। अब त्यस्तो काम गर्दाखेरि चाहिँ अब कति अब रिसाउने यताउति, अब ठुस्किने यताउति, मलाई कुट्ला जस्तो गर्ने होइन। म त अब सोझो छु नि त, अब मलाई कुट्ला जस्तो गर्ने यताउति गरेपछि चाहिँ त्यसबाट बिस्तारै म साइड लागेपछि अब मेरो घरमा ठुल्बा हुनुहुन्थ्यो एकदम, उहाँलाई चाहिँ मुटुको रोग र त्यो फोक्सोमा पानी भरेको थियो के सर। अनि त्यो एक्कासी धेरै बिरामी भएपछि चाहिँ मलाई घरबाट फोन आयो, ठुल्बा यस्तो बिरामी छ, उहाँले चाहिँ बिहे गर्नुभएको छैन, हामीलाई नै हेरिरहनु भएको हो क्या, उहाँले चाहिँ बिहे गर्नुभएको थिएन। अनि उहाँ चाहिँ धेरै, उहाँको अवस्था चाहिँ एकदमै गम्भीर भएको कारणले चाहिँ म 1.5 वर्षमै नेपाल आउन बाध्य भएँ। अनि नेपाल आएको त्यस्तै समथिङ 1-2 वर्षमा चाहिँ अहिले मेरो ठुलोबा बित्नु भयो क्या सर। ठुलोबा बित्नु भएपछि चाहिँ एकदमै नरमाइलो लागिरहेछ क्या। अब मैले अघि पनि भने होइन सर, मेरो बुवाले यस्तो यस्तो गर्नुभयो भनेर, तर मलाई 11सम्म यस्तो मेरो ठुल्बाले मैले जस्तै दुःख गरेर क्या, अरूको भारी बोकेर यताउति गरेर मलाई 11सम्म पढाइदिनु भयो होइन। जस्तो भनेको त्यस्तै मेरो इच्छा पुरा गरिदिनु भयो उहाँले। 11सम्म यति दुःख गरेर पढाइदिनु भयो मेरो उहाँ ठुल्बाले होइन। तर अहिले उहाँ एक्कासी दसैँ त माने, दसैँ मानेर 25-26 गतेतिर होला सायद, मैले पनि बिर्सेँ त्यो दिनहरू होइन। त्यो त्यस एक्कासी म त ससुरालीमा थिएँ। अनि ससुरालीमा एकजनाले मलाई मेरो बुढीको मोबाइलमा फोन गर्यो, तर को हो मलाई थाहा भएन उहाँ चाहिँ होइन। घरमा यस्तरी ठुल्बा यसरी बिरामी भएर चाहिँ के अरे बेहोस अवस्थामा छ, छिटो आउनु पर्यो भनेर चाहिँ फोन आयो। अनि फोन आएपछि म एक्कासी कस्तो नर्भस भयो क्या सर। नर्भस भएपछि म ससुरालीबाट छिटो घर आउँदाखेरि चाहिँ मेरो ठुल्बा चाहिँ एकदमै बेहोस अवस्थामा हुनुहुँदो रहेछ। अनि मैले त्यहीँबाट सकि नसकि मैले बोकेर ठुल्बालाई मैले हस्पिटलसम्म पुऱ्याएँ। तर हस्पिटलमा पनि त्यहाँ नसक्ने भएर रिफर गरिदिनु भयो। रिफर गरेपछि मैले ठुल्बालाई एम्बुलेन्स भरेर मैले धुलखेल हस्पिटलमा लिएर आएँ। धुलखेल हस्पिटलमा ल्याएर पनि आइसियुमा भर्ना गरेँ। लगभग 7 दिन जति भर्ना गरेँ। मसँग एकदमै पैसाको अभाव थियो, तर पैसाको अवस्था अलिकति नपुगेर चाहिँ मैले यताउति साथीभाइहरूसँग जुगाड गरेँ। गाउँमा पनि मैले कति सहयोग मागेँ, कतिजनाले मलाई धेरै सहयोग गर्नुभएको छ, त्यसको लागि पनि धन्यवाद यही भिडियो मार्फत। अनि त्यस्तो सहयोग त गर्नुभयो, तर आज सहयोग मागेको दिन भोलिबाट नै 11 बजे नै बित्यो भनेर हस्पिटलबाट फोन आयो क्या सर। अब म चाहिँ अब त्यो सहयोग पैसाको अवस्थाले पैसा नपुगेको कारणले चाहिँ म गाउँमा के अरे यताउति सहयोग खोज्न गएको थिएँ नि त सर। अनि त्यस्तो भएपछि मेरो माइला भाइ र कान्छा भाइ चाहिँ धुलखेल हस्पिटलमा नै थियो। अनि अब हामीले बचाउन सकेन, उहाँको के अरे मुटुको धड्कन नै रोकियो यताउति भनेर फोन गर्नुभयो। म एकदमै रुएँ क्या सर, म एकदमै रुएँ। अनि त्यसपछि त्यस्तो भएपछि उसै भयो क्या, कस्तो फिल भयो। त्यहाँबाट लास निकाल्नुसम्म पनि पैसा नपुगेको सर मलाई। अब लास कसरी निकाल्नु यताउति भयो। अनि मेरै दाइले होइन त्यो पैसा तिरेर लास निकालेर लगेको हो क्या सर। त्यस्तो समाचार के होइन, यो सबैको तपाईँको मात्रै होइन, धेरैजनाकै यस्तो पीडाहरू हुन्छ। हजुर। अनि मेरो ठुल्बालाई चाहिँ अब पहिला त फोक्सोमा र त्यो मुटु चाहिँ प्रब्लम थियो। अब उहाँले औषधि खाइरहेको भए चाहिँ अझै पनि उहाँ धेरै समय बाँच्नुहुन्थ्यो होला। तर उहाँले औषधि सन्चो हुने बित्तिकै त्यो औषधि खानै छोडिदिने क्या सर। अनि त्यस्तो भएपछि हस्पिटलमा भर्ना गरे, आइसियुमा भर्ना गरेपछि उहाँलाई चाहिँ मृत्यु भएपछि के को प्रब्लम देखायो भने अब मुटु, किडनी, फोक्सो र दिमागमा सबै के अरे असर गरिसकेको रहेछ क्या सर। अनि एकपट्टिको हात खुट्टा चल्ने एकपट्टिको नचल्ने भएपछि उहाँ चाहिँ बित्नु भयो क्या सर। तर मैले कति बचाउने कोसिस गरेँ तर पनि सकेन क्या सर। यस्तै हो, हामी जस्तो के अरे मतलब अब गरिबमा हुर्किएको जन्मेको मान्छेलाई चाहिँ गाह्रै हुन्छ। मतलब
यो मान्छे त गरिब हो है भनेपछि मान्छेहरूले मतलब त्यति बेलै साथ सहयोग गर्छु भने मान्छेसम्म पाइँदैन क्या हामी गरिब भएपछि यो त अब स्वयं हामीले पनि अब भोगेको भएर त यो कुराहरू मतलब थाहा हुन्छ भनौँ न होइन आफूलाई परेको बेलामा कसैले हेर्नेवाला छैन त्यही भएर अगाडि नै आफू चाहिँ अलिकति सतर्क हुनु पर्दो रहेछ है भन्ने कुराहरू त सिक्नु भयो नि त मैले पनि सिकेको छु नि त यस्तो कुराहरू त अनि हामी कमजोर मान्छेलाई चाहिँ यस्तै कुराहरूको चाहिँ ज्ञान हुँदो रहेछ क्या अलिकति धनी अनि करोडपतिहरूको ठुल्ठुलो अब उनीहरूसँग त जति बेला पनि 1 करोडै लाग्छ अनि मात्रै बाँच्छ है भन्यो भने पनि उनीहरूले 1 करोड सर्लक्क निकालेर दिन सक्छ नि त तर गरिबले चाहिँ अब कहाँ पैसा खोज्नु के गर्नु अब कसैले त पत्याउँदैन यो कसैले अब मन हुनेले त सहयोग गर्छ नै होइन अब मन नहुनेले चाहिँ सहयोग गर्नै नमान्ने के सर कतिपय धनी मान्छेहरूले पनि सहयोग गर्न नमान्ने के यस्तो अब जस्तै धनी मान्छे छ भने जस्तै करोडपति छ भने होइन हस्पिटलको ठुलो डाक्टरले पनि तेरो मान्छेको चाहिँ मुटु फेर्नुपर्छ 1 करोड लाग्छ अनि चाहिँ बाँच्छ भन्यो भने सर्लक्क निकालेर दिन्छ हामीलाई त्यही कुरा भन्नुहोस् त हामी त बेहोस फ्यान्ट भएर आफै पो गइन्छ क्या त्यो हुन्छ त्यस्तो हुन्छ अनि भनेपछि यस्तो जे भए पनि जेठो छोरा हुनुहुँदो रहेछ होइन जेठा भएपछि अलिअलि जिम्मेवारी पनि हुन्छ बुवा पनि त्यस्तै हुनुहुँदो रहेछ आमा पनि त्यस्तै हुनुहुँदो रहेछ तपाईँमा त जिम्मेवारी थप्यो नि त तर आफ्नो बुवाको कर्तव्य त तपाईँको चाहिँ नि ठुलो बुवाले हेरिराख्नु भएको थिएछ नि त जे भए पनि होइन हजुर ल भनेपछि अब तपाईँ चाहिँ आफ्नो अधिकार खोज्नको लागि काठमाडौँ कुदेर आउनुभएको छ होइन हजुर अनि अहिले चाहिँ तत्कालै के गर्दै हुनुहुन्छ गाउँतिर हजुर गाउँतिर अहिले पनि म त्यही हो के अरे लेबर काम नै गर्छु हो र के अरे कस्तो पर डेको पाउने हो कि कस्तो हुन्छ डेको हजुर भन्नाले डेको चाहिँ कति कमाउनुहुन्छ डेको त्यही लेबरलाई त त्यही 800 रुपियाँ दिन्छ 800 हजुर भनेपछि जस दुःख सङ्घर्ष मेहनत नै गरिराख्नु भएको छ पसिना बगाइराख्नु भएको छ मैले अब गीत सङ्गीतमा नै केही गरेर अगाडि बढ्छु भनेर पहिल्यैदेखि मैले यसमा कोसिस पनि गरेको हो होइन तर एक दिन कसो मलाई दुनियाँले नचिन्ला त नचिन्ने भन्ने कुरै छैन नि त्यही त एउटा न एउटा गीत त कसो नचल्ला त यसमा निरन्तर फोकस दिइरहनु दुनियाँले जेसुकै भन्नुहोस् त्यसमा मलाई मतलब भएन बरु म खाइ नखाइ भयो नि यो पैसा जम्मा गरेर चाहिँ म गीत रेकर्ड गर्छु नै भनेर चाहिँ यसमा लाग्यो कत्रो सपना है यत्रो ठुलो सपना त्यो पनि अहिले छताछुल्ल भइरहेको छ जे बटुल्नलाई काठमाडौँ आउनुभएको छ सबैजना जतिजनाले हेर्नुभएको छ सबै हाम्रो चाहिँ नि अडियन्सहरू जो हुनुहुन्छ नि साथीभाइहरू सबैजनाले हाम्रो आदित्य ब्रदरलाई सपोर्ट चाहिँ गरिदिनु होला किन भन्दाखेरि उहाँको यत्रो त्याग तपस्या छ होइन मेहनत पसिना रगत बगाएर चाहिँ नि यत्रो रहरलाई पुरा गर्ने कोसिस गरिराख्नु भएको छ जे होस् त्यो कुरा चाहिँ मेरो पनि यदि गीत गाउने सपना भइदिएको है मैले पनि त्यही नै गर्नुपर्ने त त्यही हो नि त अनि जस अब अहिले त बरु पहिला त्यति साह्रो चाहिँ नहोला अलिअलि साथ सपोर्ट माग्दा हुन्छ होला होइन यदि अब तपाईँ पनि यो अलिकति मिडिया क्षेत्रतिर मिडिया लाइनतिर आउनुभयो भने अलिकति साथीहरूले चिन्नुहुन्छ नि त अनि त्यसपछि साथ सपोर्ट मागेर काम गरेर आफ्नो रहर होइन आफूले दिन सक्ने आफ्नो खुबीहरू त प्रतिभाहरू देखाउन सकिने हो नि त सक्नुहुन्छ के अब हामी आफैले पनि पहल गर्थ्यौँ न अब मेरै साथीभाइहरूलाई होइन हाम्रो उहाँको कला प्रतिभालाई चाहिँ उहाँको रहरलाई चाहिँ पुरा गर्दै मैले साथीभाइ मिलेर भन्दा त किन नसक्नु होइन सकिन्छ सायद यो ठाउँमा आउनलाई मैले कति दुःख गरेको छु भनेर मलाई मात्रै थाहा छ कि सर भिटेन समीर घिसिङ भिटेन उहाँ पनि पहिला उहाँले फर्निचरको काम गर्नुहुन्थ्यो अरे अनि यो पानी बोक्ने जार यताउति काम गर्नुहुन्थ्यो अरे होइन तर मैले पनि त्यस्तै काम गरेको हो के सर पहिला काठमाडौँ भर्खर छिर्ने बेलामा खासै काठमाडौँ छिर्ने बेलामा मलाई केही थाहा थिएन कि एउटा फोनको भरमा काठमाडौँ छिरेको सर म होइन फोनको भरमा काठमाडौँ छिरेँ र यहाँ कोटेश्वरमा छ त एउटा सिटी टावर व्हाइट हाउस त्यहाँ मैले 1 वर्ष जति काम गरेँ सर होइन त्यहाँ के अरे
6 बजेदेखि रातिको 12 बजेसम्म काम ड्युटी हुन्थ्यो। त्यहाँ मैले 1 वर्षसम्म काम गरेँ। त्यसपछि एउटा दाइ युनिस हो कि के दाइ हो उहाँको नाम होइन, उहाँले मैले गीत गुनगुनाइरहन्थेँ नि त, गीत गुनगुनाइरहँदाखेरि चाहिँ भाइ तिम्रो भोइस एकदमै राम्रो छ, यो गीत तिमीले एकदमै राम्रो गायो, के अरे तिमीले म्युजिक सिक्नुपर्छ, मैले म्युजिक सिक्ने ठाउँ थाहा छ मलाई, तिमीलाई म त्यहाँ लगेर भेटाइदिन्छु, तिमीले म्युजिक सिक भाइ भन्नुभयो होइन। अनि मैले म्युजिक सिक्न थालेँ क्या सर। अनि म्युजिक सिक्न थालेपछि अब यो कस्तो गीत गाउँदो रहेछ एकचोटि सुनौ न त भन्नुभयो होइन। अनि मैले त्यो बेला भर्खर चलेको थियो मर्ने कसैले रहनु हुँदैन भन्ने गीत होइन। यो गीत गाएर सुनाइदिएँ, उहाँलाई एकदमै राम्रो लागेछ क्या सर होइन। यो गीत अलिकति पनि म यहाँ गाएर सुनाउनु ल। मर्ने कसैलाई रहर हुँदैन, तर नमरेको प्रहर हुँदैन, तर नमरेको प्रहर हुँदैन। कस्तो कठिन हो यो नियतिको, कस्तो कठिन हो यो नियतिको। ती मात्रै गर्नु सर। ल ठिक छ, अनि जे पनि ठिक छ। तपाईँले अब अहिले आएर यत्रो वर्ष भयो त बिर्सिनु नि होला लिरिक्सहरू होइन, सबै याद त हुँदैन। ठिक छ, तर दामी। तर तपाईँले जस अब आफ्नो साथीभाइहरूलाई साथ सपोर्ट मागेर तपाईँको म्युजिकलाई चाहिँ कन्टिन्यू गर्नु न, किन भन्दाखेरि तपाईँको एउटा सपना हो नि त यो भनेको। त कतिवटा गीतहरू गाउनु भएको छ अहिलेसम्म? मैले गाएँ होला 6-7 गाएँ सर गीतहरू। तपाईँलाई जस आफैले गाएको चाहिँ गीत मनपर्ने गीतहरू चाहिँ कुन कुन? म आफैले गाएको गीत धेरै मन परेको भनेको चाहिँ अहिलेको नै हो सर। पहिला गीत मैले कस्तो माया गरेँ भन्ने पनि त्यो पनि सुनाउँ न। यो शब्द लिरिक्स चाहिँ विनोद सुन्दास सरले लेख्नु भएको र यसमा एरेन्ज कम्पोज होइन विश्वास नेपालले गर्नुभएको र यसमा म्युजिक एरेन्ज चाहिँ के म्युजिक भन्छ के भन्छ यसलाई होइन, उहाँ चाहिँ राजन परिवार हुनुहुन्थ्यो क्या, उहाँले गर्नुभएको एरेन्ज गर्नुभएको। एरेन्ज त विश्वास नेपाल सरले गर्नुभएको। यो गीत गाएर सुनाउनु चाहन्छु म। कस्तो माया गरे मैले घातै घात पाए आज, कस्तो माया गरे मैले घातै घात पाए आज। तिम्रो माया सस्तो रहेछ, तिम्रो माया सस्तो रहेछ, सबैतिर साट्यौ माझ, सबैतिर साट्यौ माझ, कस्तो माया गरे मैले सधैँ तिम्रो बन्छु भन्ने अरूलाई नै रोज्यौ किन, तिमीले धोका दिन्छौ भन्ने मैले सोचेको नै थिइन, तिमीले धोका दिन्छौ भन्ने मैले सोचेको नै थिइन, कस्तो माया गरे मैले। दामी, थ्याङ्क यू। यो गीत पनि हेरिदिनु होला र यो पहिलो हाँसो पहिलो बोलाइलाई जति माया गरिदिनु भएको छ यो गीतलाई पनि हेरिदिनु होला। विनोद सुन्दास युट्युब च्यानलबाट यो अपलोड भएको छ। यो गीत चाहिँ पहिला म्युजिक नेपालबाट अपलोड भएको थियो र पछि त्यसबाट हटाएर चाहिँ विनोद सुन्दास युट्युब च्यानलबाट यो
अपलोड गरिएको छ। त्यो गीत पनि सर्च गरेर विनोद सुन्दास भनेर सर्च गर्नुभयो भने तपाईँले उहाँको युट्युब च्यानल भेट्न सक्नुहुन्छ र त्यहाँ गएर यो गीत पनि हेरिदिनु होला र साथ सपोर्ट गरिदिनु हुन म हजुरलाई अनुरोध गर्दछु। अब यो फिल्डमा चाहिँ अब मैले मेरो आफ्नो ओपिनियन चाहिँ है हजुर कसैलाई पनि नराम्रो नहोस्, कसैलाई नराम्रो नपसोस्, मनमा खिन्न नहोस्, तर सबै सेक्टरहरूमा चाहिँ प्रत्येक ठाउँमा राजनीतिक हुन्छ है। हजुर अब यही म्युजिक फिल्डमै भनौँ भने पनि यदि तपाईँलाई चाहिँ कोही व्यक्तिले ल गरौँ न त काम गरौँ यसरी गरौँ भनेर सल्लाह लिनु होला होइन। अनि मतलब यसरी चाहिँ नि यसलाई इन्भेस्ट गर्नुपर्छ, क्रिएसन म लिन्छु तपाईँ इन्भेस्ट गर्नु, यसरी यसरी अब कति अब यो डिलहरू भइरहेको हुन्छ नि त। त्यस्तो कुराहरूमा चाहिँ एक अर्कालाई कसैलाई पनि त्यो ठग्ने काम चाहिँ नि त्यसरी चाहिँ नि हेप्ने चेप्ने कामहरू चाहिँ नगरिदिनु होला नि भन्छु। किन भन्दाखेरि म पनि यही फिल्डमै भएको, मैले पनि आजसम्म आउँदाखेरि मैले भोग्दै गरेको कुराहरू, मैले म पढेको कुराहरू म मेरो साथीभाइहरूलाई जस्तै तपाईँहरूलाई पनि म एकदम खुलस्दै खोलेर नै भन्छु कि हजुर आफूले पाउनुपर्ने कुराहरू अधिकारहरू आफूले पाउनै पर्छ। कसैलाई हेपेर चेपेर चाहिँ हुन्न नै भन्छु म। जति पनि सर्जकले नि हेर्नुभयो भने नि ठिक छ, प्रड्युसरले हेर्नुभयो भने ठिक छ होइन, जोसुकैले हेर्नु होला, चाहे सिङ्गर चाहे जुनसुकै कलाकारले हेर्नु होला, एक अर्कालाई नहेप्नु होला, सबैलाई समानान्तर व्यवहार गरौँ होइन। जस्तै कि अब तपाईँले पनि त आफ्नो क्रिएसन तपाईँको प्रतिभा त तपाईँले आफूले बेचेर खान पाइयो नि त आफ्नो कला प्रतिभा त, तर पनि तपाईँले आफ्नो कला प्रतिभा पनि दिने अनि पैसा पनि दिने गर्नुभयो भने चाहिँ त्यो चाहिँ ठिक हुँदैन। किन भन्दाखेरि तपाईँलाई युज गरिएको हुन्छ, कसैले सदुपयोग गरेर तपाईँको फाइदा लुटिरहेको हुन्छ होइन। त्यो कुराहरूबाट चाहिँ बच्नु होला। मैले जान्ने कुरा चाहिँ म तपाईँलाई सेयर गर्ने हो, तपाईँबाट मैले केही कुराहरू लिने हो कि होइन। म चाहिँ त्यही भन्छु ल। अनि अरू कुरा त त्यस्तै नै हो। यो के भन्न चाहन्छु भने यो कस्तो माया गरे मैले घाते घाते पाएँ भन्ने गीत पहिला पनि चल्थ्यो होला। यो कम्पोज हुने बेलामा यो डेमो भनौँ न होइन, त्यो डेमो अरूले नै युज गरिदियो क्या सर युट्युबमा। अब कोहीकोमा 1,43,000 2,36,000 40,000 15,000 त्यस्तो भ्युज गएको थियो क्या सर अरूको च्यानलमा होइन। तर यो यस्तो क्षेत्रमा कतिपय मान्छेहरू त्यस्तोसम्म नि हुँदो रहेछ कि सर, त्यस्तोसम्म गरिदियो। तर उहाँहरूले त्यस्तै लिक नगरिदिएको भए पहिलो त्यो कस्तो माया गए गीतले पनि नाम चिनिन्थ्यो होला नि त सर। तर यसबाट नाम चाहिँ खासै बजारमा आउन सकेन होइन। त्यो अब लिक हुनु नहुनु भनेको त्यो त तपाईँको पनि कमजोरी होला। अरूलाई नै अब सबै कुरा यसरी गरिदियो यसरी भनिदियो भन्नुभन्दा पनि तपाईँले आफ्नो प्रपोजललाई चाहिँ तपाईँ आफूले सेफ राख्नुपर्ने थियो, त्यो सक्नु भएन होला, तपाईँसँग आइडिया भएन होला, त्यो तपाईँले पनि आफ्नो गल्तीलाई पनि हेर्नु। अनि अरू कुरा त त्यस्तै नै हो। अब सबैजनाले चाहिँ उहाँलाई हाम्रो आदित्य श्रेष्ठ है अब आजसम्म मिडियामा पनि आउनुभएको रहेनछ सायदै। अब मेरो चाहिँ अब नजिकै चिनजान भएको हुनाले चाहिँ ल यहाँ गफसप गरौँ न त के हो भनेर उहाँको कुरा पनि राखिदिउँ न त भनेर हो। अनि जस तपाईँको अब आफ्नो साथीभाइ फ्यामिली आमा बुवालाई के भन्नुहुन्छ, केही सन्देश दिनुहुन्छ साथीभाइलाई? आफ्नो आमा बुवालाई चाहिँ कुन नजरले राख्नु भएको छ, हेर्नु भएको छ, कुन आधारमा तपाईँ बस्नु भएको छ, त्यो कुराहरू सर्टकटमा भनिदिनु। अनि त्यसपछि त्यति। अब साथीभाइहरूलाई म के भन्न चाहन्छु भने मेरो कतिपय साथीहरूले पनि यो गीत फेक हो, यो एआईबाट जेनेरेट गरेको हो भनेर भन्नुभएको छ होइन। तर यो भिडियो हेर्नु भएपछि तपाईँहरूले पनि योलाई साँचो ठानिदिनुहुन्छ होला। अब मेरो मम्मी चाहिँ अब सोझो फाइदा जसले पनि उठाउने रहेछ क्या सर होइन। अब त्यस्तै हुनुहुन्छ कि मैले सरलाई भनिहालेँ। अनि कतिपय मान्छेले चाहिँ मेरो आमालाई नै युज गरिरहेको हुन्छ क्या। अब काममा दलाउने अनेक उस यताउति लगाउने, अनि एक कप चियाको भरमा पनि त्यसरी टाढिरहेको छ क्या। तर के गर्नु, हामीले मेरो मम्मी त्यस्तो भयो नि बुझ्ने त हुनुहुन्छ, तर हामीले सम्झाउँदाखेरि मम्मी एकदमै न्याउरो मुख लाउनुहुन्छ, रुनु खोज्नुहुन्छ। त्यही भएर हामीले मम्मीलाई केही भन्नु कि सर। अब त्यसरी यही भिडियो मार्फत पनि म हजुरहरूलाई के भन्न चाहन्छु भने मेरै गाउँको के ठुलीमा दिदीहरूलाई म के अनुरोध गर्न चाहन्छु भने
मेरो आमालाई यसरी सदुपयोग नगरिदिनु होला। हामीले तपाईँहरूलाई पनि कतिचोटि भने मेरो भाइहरूले पनि भन्यो होला सायद होइन, तर तपाईँहरूलाई नरमाइलो लाग्यो क्या। तर त्यस्तो होइन, अब भोलि मेरो मम्मीलाई तलमाथि केही भयो भने त अब हामीले नै हेर्नुपर्छ। अब केही बिरामी धेरै बिरामी भयो भने नि त्यसको खर्च हामीले नै जोगाउनुपर्छ। हजुरहरूले त त्यो पैसा बेहोर्नु त हुँदैन। हजुरहरूले अहिले काममा दलाएर भोलि ठल पऱ्यो भने त हजुरहरूले त केही गर्नु हुँदैन नि त। तर मेरो मम्मी भएपछि जिम्मेवार त हामीमा थपिन्छ। तर मेरो मम्मीलाई त्यस्तो युज नगरिदिनु होला। काममा लगाए पनि अब होइन 150 दिएर टार्दिने अनि त्यस्तो गरिदिने, त्यस्तो नगरिदिनु हुन अनुरोध गर्दछु। यति हो। तपाईँ लास्टै सोझो मान्छे रहेछ। ठिकै छ। जस अब तपाईँहरूको के अरे मतलब तपाईँको साथीभाइबाट पनि सपोर्टहरू राम्रोसँग मिलोस्। अब हामीले गर्नुपर्ने सपोर्टहरू हामी गर्छौँ होइन। अनि जस अब तपाईँको फ्यामिली आमा बुवाहरू सबै परिवारहरू भाइहरू दिदी सबैजना सकुशल हुनु होला। अब अहिले जसरी यहाँ आउनुभएको छ जस्तै तपाईँले चाहिँ नि अलिकति राम्रो भइदिए यसरी आफ्नो चाहिँ नि अधिकार पाइदिए हुन्थ्यो भनेर आउनुभएको छ नि। यो कुरा चाहिँ अहिले जसरी तपाईँ दिनको 800 रुपियाँमा लेबर काम गरेर चाहिँ नि आफ्नो पेट पालो गरिराख्नु भएको छ नि, कुनै दिन चाहिँ त्यही पनि धाउ छोराको फिस तिर्नै सकिँदैन होइन। मतलब यो अहिले सोच्नु कि मैले दिनको 800 रुपियाँमा लेबर काम गरेर आफ्नो छोरालाई पढाइरहेको छु, पालिरहेको छु, आफ्नो आमा बाउलाई हेरिरहेको छु। यो कुरा चाहिँ ठक्क आज 800 रुपियाँ होइन, मैले चाहिँ एक दिनमा 80,000 कमाउँछु यहाँको स्टेजमा गएर गाएर भनेर यस्तो दिन आइदियो भने होइन। यो कुरा चाहिँ पुरा होस् के तपाईँको। किन भन्दाखेरि मैले तपाईँलाई हेर्दाखेरि पनि केही कुरा चाहिँ जस भगवान्ले छिटै पुरा गरिदिए हुन्थ्यो जस्तो लाग्यो क्या। किन भन्दाखेरि तपाईँ आफ्नो इमान्दारिताले गरिराख्नु भएको छ, हिँडिराख्नु भएको छ होइन। गाउँमै यसरी लुकेर बस्यो भने भोलिको दिनमा कसैले पनि चिन्दैन भनेर उहाँले काठमाडौँ आऊ भनेर कुरा गर्नुभयो क्या। अनि त्यहाँबाट मैले यस्तै विचार गरेँ। अनि फेरि मसँग अब काठमाडौँ आउनलाई अलिकति पैसा नै अब खोज्नु पऱ्यो। त्यस्तै अवस्थाको मान्छे म है सर। अब पैसाको जुगाड त गर्नु पऱ्यो। त्यहाँबाट यहाँसम्म आउनलाई भाडाको जुगाड त गर्नु पऱ्यो। अनि यताउति सारसपट खोजेर चाहिँ म काठमाडौँ आएँ र काठमाडौँ यहाँ आएपछि दवा दोषले चाहिँ मलाई तपाईँसँग भेटाइदिए। तर तपाईँसँग मलाई भेट्न पहिला पनि धेरै इच्छा थियो, तर आज दवा दोषले नै इच्छा पुरा गरिदिनु भयो। त्यसको लागि धेरै धेरै धन्यवाद। र यहाँसम्म आउनलाई पनि दवा दोषले नै मलाई यति सहयोग गरिदिनु भएको छ। र यति सहयोग गर्नु नभएको भए मलाई सायद कसैले पनि चिन्दैन थियो होला। यहाँसम्म आउनलाई उस गर्नुभयो होइन। त्यसको लागि धेरै धेरै धन्यवाद मेरो दावा दोष। यति नै ल, थ्याङ्क यू। के अरे अब हाम्रो चिनजान त भइ नै हाल्यो। अब सबैजनासँग चिनजान पनि होला होइन। राम्रोसँग अघि बढ्नु होला। मैले जान्ने कुराहरू म सजेस्ट गर्नेछु होइन। तपाईँबाट पनि त अब मैले दुःखको कुरा पनि त सिक्नु पर्यो होला होइन। म हुन त मैले नै पाएकै हो। यताउता अब सबैजनाले सेयरिङ गरेरै त राम्रो हुने हो। आफ्नो दुःखहरू बाँडिने हो, खुसी हुने हो होइन। थ्याङ्क यू। सबैजनाले हाम्रो उहाँलाई ब्रदरलाई माया गरिदिनु होला। उहाँको पनि आफ्नै सपना छ, उहाँको आफ्नै जिन्दगी छ। उहाँलाई चाहिँ अझै सहज अलिकति उज्यालो बनाइदिनुहुन्छ कि भन्ने। अब अहिलेसम्म मैले भेटेदेखि नै हो, मैले तपाईँलाई हेरेको अँधेर अझै पनि हँसिलो देखाएको छैन कि। तपाईँ धेरै पीडामा पीडितमा भएर चाहिँ आउनुभएको हो कि भन्ने फिल भयो मलाई। केही छैन। जस उहाँले चाहिँ यति मात्रै प्रुफ गर्नु खोज्नु भएको छ कि अब सबै दुनियाँले चाहिँ नि त्यो एआईले बनाएको गीत हो भनेर अब सबैले भनिराख्नु भएको छ नि त। अघि हेर्दा हेर्दै त्यो अर्को भाइले पनि एआईले बनाएको गीत पनि कति आयो भनिहाल्यो होइन। अनि मैले सिधै तपाईँलाई हेरेँ। जे भए पनि जे जस्तो भयो भने उहाँले चाहिँ यही कुरामा चाहिँ म अगाडि आउन चाहन्छु, म दबिन्न भन्ने कुरा सोच्नु भएर काठमाडौँ आज तुक्कातु आउनु भएर चाहिँ यो कुरा राख्छु भनेर भन्नुभएको थियो। यो कुरा चाहिँ सबैजनाले बुझिदिनु होला। ल, थ्याङ्क यू। जस्ट अल द बेस्ट
थ्याङ्क यू तपाईँको सपना जे होस् पुरा होस् ल थ्याङ्क यू